हेलो एभ्रिवान दुखिरहेको छ हिजो हाम्रो यात्रा श्री गणेश भयो गाइस आमालाई इन्जेक्सन मेरो थालेर जज नगर्नु होला हेलो एभ्रिवान वेलकम टु माई ब्लग आज चाहिँ मैले लामो भिडियो हाल्छु भनेर सोचेको छु सो लेट्स गेट स्टार्टेड अहिलेको यस्तो छ मौसम ब्याकग्राउन्डमा मोटर चलिरहेको छ एन्ड इफ यु आर वन्डरिङ यति अँध्यारोमा उठेर किन नआएको भने चाहिँ हामी चाहिँ आज जान आँटेको छौँ विष्णु पादुका सबैजना फ्यामिली सो मैले उठेर नुहाइ धुवाइ चाहिँ गरिसकेँ तर म रेडी हुन बाँकी छ लुगा पनि लगाइसकेँ एन्ड दिस इज माई ड्रेस कसरी देखाम अनि हाम्रो तयारी चाहिँ यस्तो चलिरहेको छ भन्नाले यो हिजै गरेको एन्ड मैले जस्ट नोटिस गरेँ मेरो यो पिम्पल त दुखिरहेको छ हिजोदेखि दुखेको हेरेकै थिइनँ क्या कस्तो छ भनेर तर उब्बरै भएको रहेछ भिडियोमा देखेँ ओके म चाहिँ मेरो अब स्किन केयर गर्न आएको आई डोन्ट नो कस्तो देखिरहेको छ यो हाल्छु कि हाल्दैन भने थाहा छैन मैले चाहिँ सबै मम्मीको यो त लाउँदिनँ टोनर लिएर आएछु यो चाहिँ लाउँदिनँ आइएम सो सरी यो चाहिँ यस्तो गर्ने गर्दा हो कि मामा आयो कस्तो दुखिरहेको छ यहाँ स्किन केयर भने कि किन लाउन आँटेको छ तर किन मोइस्चराइजर भयो अब सनस्क्रिन आउट एन्ड इग्नोर मेरो ब्याकग्राउन्ड यति धेरै हल्ला सबैले उठाउने कार्यक्रम हुँदैछ कोही कोही नउठ्नेहरूलाई कोही कोही नुहाएर टोयलेट बाथरुम रिजर्भ भएर त्यो खोलाउने काम हुँदैछ सो अब भयो अब म एन्ड अब यो त म्यान्डेटरी हो खानै पर्यो ग्यास्ट्रिकको दबाई सो यो खाना आँटेको अब मैले म चाहिँ लगभग रेडी भइसकिसकेँ ब्याकग्राउन्डमा यति धेरै के छ यो चाहिँ यसरी नै जान्छ बाबा यहाँको फोहोर होइन सामान छैन हामी चाहिँ गाडी चढिसकेको छौँ एन्ड सबैलाई नजिया भइरहेको छ यति अब प्लान गर्ने मान्छेलाई थाहा होला सबजना चाहिँ खतरा गरी रेडी भएको छु म्यान इज लाइक दिस ल हाम्रो यात्रा श्री गणेश भयो गाइस कसैको अनुहार देखेन यता हेर्नु सबैजना धन्यवाद हेरिदिनु भएकोमा कसैले हेर्नु भएन कसैको अनुहार आएन तू ही बिगारी तेरा कृष्णजीको दर्शन हामी पापी पनि दर्शन कति राम्रो त्यो वृन्दावन सललदेखि आउना उस्तै राम्रो मधुरा जीवन भरे मनु विनोद भेटो वस्तु नि शिवा अनि के पो भन्छ भास्कर हामी चाहिँ अब लाग्यौँ फुल तर्यौँ गाइस खोलाको हाम्रो यहाँको खोलाको हालत चाहिँ यस्तो टाइप अफ फ्यामिली मेम्बर वाइल ट्राभलिङ म चाहिँ द वान जसलाई वाकवाकी भइरहेको छ बमिट आएको छ श्रेयानी जसलाई अचानक यता हेर्छ श्रेयानी जसलाई अचानक शिक्षर अचानक बमिट भयो द वान जसलाई नज्यादा जिन्दगी भए पनि हुन्छ द वान जसलाई झन्डै आइसकेको थियो द वान विराट भास्कर हट्न द वान जसलाई ऱ्याप गाएन भने बमिट आइहाल्छ ल हामी चाहिँ आइपुग्यौँ यहाँ विष्णु पादुका मन्दिर अनि त्यहाँ चाहिँ सामान अनलोड हुँदैछ दिस इज द भ्यू गाइस दिस इज द भ्यू अनि उहाँ पर पुग्नु छ अहिले हामी चाहिँ मन्दिर यहाँ आइपुग्यौँ अनि आमालाई स्यास्या भएर अक्सिन आएको छ
तयारी हुँदैछ गाइस हेर्नुमै हाम्रो घरको ज्वाइँको यस्तो हुन्छ हालत भिनाजु भिनाजु तर साथ पखाल्दै हुन्छ है प्लस भिनाजु पुलिसको एक्सक्युज भएको मान्छे दिदी चाहिँ भिडियो आउने बित्तिकै काम गरे जस्तो मात्रै गर्नुहुन्छ है यति चाहिँ विचार गरौँ है हामी काकाले लग्नु She moves like a map with no borders, a whisper caught in the wind. हम तुम्हारे एक कप चाय हम ये नजारे और एक कप चाय मैंने सिक्के के हामी चाहिँ विश्वका दोकानमा श्राद्ध गर्दै हेलो भन्नु काका यता हेर्नु न हेलो हेलो बुवा बुवा ठुलो बा हेर्नु हेर्नु ल के गर्दै हुन्छ भन्नु त के हुँदैछ श्राद्ध गर्दैछु भन्नु न अरे ल बुवा भन्नु के गर्दै हुन्छ बुवा ठुलो बुवा गरेको भन्नु अरे भन्नु अरे बुवाको काम गरेको ए काम होइन श्राद्ध गरेको श्राद्ध तीर्थ श्राद्ध ए ल ठिक छ आमा ए बुवा यता हेर्नु हेर्नु होइन होइन देखिरहेछ आमा यहाँ खोइ तपाईँको हेलो भन्नु आमा हेलो ए ल होइन देखिरहेछ बुवा राम्रो आइरहेछ ल ठुलोमा पनि हेलो भनिदिनु हेलो ल हेलो गाइस यसले चाहिँ काम नगर्ने हरेक बाहना खोजेर कसरी ढिलो गरौँ भनेर पुरै हाम्रो आमालाई बाबा हेलो भन्नु बाबा पनि हामी चाहिँ यहाँ पुरै व्यवस्थामा आएको छौँ अनि म चाहिँ यहाँ छु हेलो गाइज मेरो चाहिँ फोनमा चार्ज यस्तो सक्यो कि चार्जमा लाएर आएको छु अनि हामीलाई जानुपर्ने छ कहाँ यहाँ झुलुङ्गे पुल सो अब मैले भिनाजुको फोन लिएको छु अब यसबाटै भ्लग बनाउने भनेर हामीले निर्णय गरेर चाहिँ हामी लाग्यौँ झुलुङ्गे पुलतर्फ त्यही हामीले नभने आएको छौँ हामीलाई मम्मीहरूले गराउँछ कि के हो त्यो चाहिँ थाहा छैन है तर हामी चाहिँ हिँड्यौँ एन्ड कुरा के हो भने विराजलाई चाहिँ हरेक यस्तो ठाउँ सिआइडीको सुटिङ गर्ने ठाउँ लाग्छ अलवेज इफ कसैले मेरो भ्लग हेर्नुहुन्छ भने चाहिँ अस्ति नै हामी घुम्न गएको ठाउँमा पनि विराजले सेम त्यही भनेको थियो है दिस इज आवर झुलुङ्गे पुल यो पुल नर्मल छ कि एबनर्मल छ ठिकै छ लड्यौँ भने तल पानी पनि छैन गाइज हाम्रो पुल चाहिँ यस्तो छ है स्या भयो मलाई स्या भयो एन्ड विराज इज अल गुड त्यो पुल तर्यो अरे त्यहाँ जहाँ श्राद्ध भइरहेको छ त्यहाँ गएर अब चाहिँ फेरि म चाहिँ उतै जान आँटेको छु एउटा खनको घुमेर एउटा सेलरोटी नै पाएको होला जहाँ हिँडेँ म एउटा मात्रै हामीले चाहिँ बाती भिजाइसकेको छौँ जुन चाहिँ मेरो भिडियो बादले गरिदिनु भएको छ किनभने फोनमा चार्ज थिएन अभियसली हियर इज भास्कर सिनेमेटिक अनि यहाँ बत्ती हामीले ठिक पारेको है बुवाले होइन यहाँ बुवा हुनुहुन्छ हुन चाहिँ यहाँ बुवाले बाती राख्दै हुनुहुन्छ किनभने यहाँ पूजा हुँदैछ पूजा मर्छ चाहिँदैन त्यही सविताहरू थिएन स्वाहा स्वर्ण अर्काय स्वाहा स्वर्ण पूर्णाय स्वाहा अध्यक्ष तात त्यो पैसा हातमा उठाउने पुष्पाले लिने राम्रो टिकटक पुस्तक पानी समाउने हरिओम ठुलोमा मेरो हेर्नु बुवा पनि हुनुहुन्छ हामी चाहिँ यहाँ लाखपट्टिको तयारी गरिसक्यौँ खोइ हामीले भिजाएको कस्तो राम्रो देखेर
बाबा चाहिँ यहाँ लाइभ गर्दै हुनुहुन्छ है लाइभ गर्दैछु ल जोड गर ल अनि बुवा बुवा सम्झी सम्झी काका बाबा यता ठुलो मम्मीहरू पनि सबैजना ओम जय जगदीश हरे यो बाबा सिन्धु धार्यो ओम जय जगदीश हरे ओम जय जगदीश हरे प्रापनिमित्यार्थम त्रवितापनिवारार्थम सकल कामना पूर्णार्थम भगवत साहित्य प्राप्ति सकल पितृ मम कायेन त्यति होइन बढी पर्छ दालका नातिनीहरूको पूरा पुरोस् भगवानले कार्य गरेका छौँ है भगवानको मन्दिरमा आएर फाइनली आफ्टर अल स्ट्रगल हामी चाहिँ खाना खान बसेको छौँ मेरो थालेर जज नगर्नु होला बियोस भाइ भोगाले ल अब चाहिँ हाम्रो कार्यक्रम सकिएको छ अनि हामी चाहिँ लाग्यौँ अगाडि हाम्रो चाहिँ कार्यक्रम सकिएको छ अब जान त सक्यो आजको है तर आज विराज र श्रेयानी यति सुते मेरो फोन चार्जमा नभएको स्पेसली विराज यति सुतो पूजा सकिन् जेलै सुतो क्या लिटरली श्रेयानी के पो अगाडि ठाउँ भएन श्रेयानी ट्रेनले हामीलाई अघि डिच गरेर उताको लडे लमाउ जीवन आधी घन्टा छैन बाबा भ्यू नयाँ बन्दी गाइस भ्यू चाहिँ जस्ट धरान आइपुग्यौँ अनि त्यसपछि श्रेयान त बस्नेवाला थिएन तर उसलाई भमिट भएर अनि फेरि यहीँ बसी श्रेयानी पनि बिचरा बन्दिता प्लस भयो जाउँ अब हामीले चाहिँ काकती पानी खान आँटेको काकती पानी बनाऊ एन्ड हियर इज हाम्रो बिमारी मान्छे आएर काकती पानी खाएर अनि मैले हटर ब्यागमा पानी तताएर हालेको छु अब चाहिँ सुत्न आँटेको अनि आई डोन्ट नो फेरि अब भरे उठ्छु कि उठ्दैन सो यो भ्लग चाहिँ म इन्ड गर्छु इफ एन्डिङ हो भने नभए चाहिँ फेरि भेटौँला बाई थ्याङ्क यू सो मच फर वाचिङ ओभर गरेको छु